सुत्नु पर्दैन बिरामी हुन्छ बिरामी नै भएर अघि सुत्नु सही छैन त्यही भएर बोल्न आएको एकछिन पेट उपर धोइरहेछ गानु सरी गानुलाई के भन्छ इङ्ग्लिसमा कसैलाई आउँछ भने भनिदिनु त को राजु दबाई खानु नआँटेको हुन्छु मसँग पेन किलर छ म पेन किलर लिनु हुँदैन अरे कि धेरै मैले धेरै लिइसकेँ ग्यास्ट्रिक त थाहा छ मलाई तर गानुमै हुन्छ नि त ग्यास्ट्रिक त होइन र गानु लाग्छ माथि मैले मुनि पेटदेखि यहाँ माथि मुनि र यहाँ माथि दुख्छ कि साइन्टिफिक टर्ममा ग्यास्ट्रिक नै भन्छ अघि ग्यास्ट्रिक दुखेको छ मेरो दुखिरहेछ यसले म पिरियडमा पनि छु त्यही भएर पनि है चिसोले पनि बढ्यो हो कि एकैचोटि तर मलाई चाहिँ त्यस्तै हुन्छ चिसो न गर्मी चिसोमा पनि कम भयो हेभी फुड चाहिँ धेरै नलिनु होला इन्टेस्टाइनल प्रब्लम छ भने यो जुन छ नि आन्द्रा त्यो चाहिँ त्यसले भन्छ यस्तो सुक्न थालेछ अरे कि जे भए पनि मलाई रेस्ट गर्नु भनेको होइन रेस्ट गर्नु भनेको तर म कुदेकै उफ्रेछु म कसरी हुन्छ अब मैले चाहिँ धेरै विक थिइनँ कि म अहिले थाहा हुँदैछ अहिले होइन भयो 10-12 दिन भइसक्यो मलाई थाहा भएको हेभी खाना त के खाने हो र मैले केही खाएकै छैन अहिले